गुड मर्निङ साथीहरू। मैले चाहिँ गाई बान्न आएको छु कि गाई बान्न आएको छु। पुरा घाम लागेछ हो। तपाईहरुलाई के कस्तो छ? हाम्रो यता चाहिँ पुरा घाम लागेछ, पानी पनि पर्दैन। अलिअलि पानी पर्छ अनि खाली घाम लाग्छ हो। यो गाई फेरि जस्तो छ कि नभन्नु न। पुरा दिगदारी यो गरममा। एउटै गाई छ, एउटा बच्चा छ। ए कान्छी मजाको छ कि गाई चाहिँ। दुध पनि पुरा दिन्छ है। यसरी चलाइराख्नुपर्छ, नभए भोलि पर्सि लात्ता हान्छ। यसरी चलाइरहनुपर्छ। कान्छी एकदम राम्रो छ। दुध पनि 2.5 केजी 3 केजी दिन्छ नि त। जर्सी गाई त होइन, देसी नै हो, तर जात चाहिँ राम्रो छ। यसरी चलाइराख्नुपर्छ है। यसको थुनहरू तानिराख्नुपर्छ यसरी। लात्ती हान्दैन कि भोलि पर्सि दुहुँदा, नभए त लात्ती हान्छ। हेर्नु न, यो घाम लागिरहेछ उस्तै हो। मान्छेको गाई गोरु पनि यतै बाँधेको छ। म चाहिँ 2-3 खेप आइरहन्छु यो गाईलाई हेरिरहन्छु। ल त, लामो भिडियो हेर्न पनि चाहँदैन मान्छेले। बाई बाई अहिलेको लागि।